हाम्रो देशका धेरै सालबाट लगानी भएर लागेका अफिसहरू, मन्त्रालयहरू, पुलिसका स्टेसनहरू, व्यक्तिका घरहरू, अदालतहरू जले त्यो आखिरमा नेपाली जनताको ट्याक्सले बनेका कुराहरू हुन्। त्यसको भार नेपाली जनतालाई फेरि पर्ने हो। र तर अब त्यो जेनजीको आन्दोलनले जे मागहरू गरेको छ त्यो मागहरू पुरा हुने स्थितिमा देखिएन। जेनजीको आन्दोलन डाइल्युट हुने क्रममा गइसकेको छ। सरकार खाली चुनाव गराउने लक्ष्यमा छ। अरू केही कदमहरू चाल्नलाई अदालतले पनि र राष्ट्रपतिले पनि बाधा अथवा रोकेको छन्। त्यस क्रममा जेनजीले उठाएको आन्दोलनका मागहरू अब के हुन्छ भन्ने ठुलो प्रश्न चिन्ह नेपाली जनताको माझमा छ। यत्रो ठुलो बलिदान, यत्रो ठुलो घाटा देशलाई, र त्यसको परिणाम के भयो त? एउटा चुनाव भएर फेरि त्यही पार्टीहरू, त्यही व्यक्तिहरू जसको विरुद्धमा नेपाली जनताले र जेनजीले त्यत्रो बलिदान गरे, त्यही व्यक्ति र त्यही पार्टीहरू फेरि सरकारमा आउने परिस्थिति बिस्तारै डेभलप हुँदैछ। त्यस कारणले अब जेनजी भाइ बहिनीहरूलाई मेरो विनम्र अनुरोध के छ भने तपाईहरू चुप लाग्नु हुँदैन। यो राष्ट्रमा हामी सबैले बुझिसकेको छौँ कि राजा बिनाको प्रजातन्त्र यो राष्ट्रमा फलिफाप हुन सक्ने स्थिति छैन।